सकिगयो नि। रिसले सारा बिगार्छ, मुस्कानले जीवन सिंगार्छ। नाचौँ न बजाई मादल, मनको हटाई बादल। नाचौँ न बजाई मादल, मनको हटाई बादल। फर्को के गर्ने छैन नि कोही नमर्ने। गर्नु छ काम रसिलो, पार्नु छ जीवन हँसिलो। अहिंसा शान्ति करुणा जीवनमा पुरै भरौँ न। मनका निम्ति नमरी अरूका निम्ति मरौँ न। जीवन बाँचुन् जेलीलाई हो नि, जीवन बाँचुन् जेलीलाई हो नि। सकिएपछि त सकिगयो नि, सकिएपछि त सकिगयो नि। सकिएपछि त सकिगयो नि, सकिएपछि त सकिगयो नि। किन होला कुन्नी? धेरै भयो नभेटेको पनि, त्यही भएर भेट्नलाई। मुया बुच्चु मु रुपीको याद आयो त कलवालाई। तराई झरे भयो नि त। तराई? रामभजन मिज्यू मुनि लिएर तराई झर्नु भयो। तराई झर्नु अघि एकचोटि पनि भेटिनु, फोन पनि गरिनु भयो मुन्नी। कलुवाको खेल खत्तम भयो। मुन्नी मुन्नी जहाँ पनि छिटो आउनु हौ मुन्नी। मुन्नी साग्लो बरु मेरो मुन्नीलाई जहाँबाट जसरी भए पनि ल्याइदिनु पर्यो। लागिरहेछ पुच्छारो। पागल प्रेमीहरूको चाहिँ बिगबिगी नै भयो क्या नेपालमा। नाम के हो? छोटी हो। प्यारा। प्यारा? तिम्रो साथमा यात्रा गरेर आई
आइपुगे आज यहाँसम्म तिम्रो साथमा यात्रा गरेर म आइपुगे आज यहाँसम्म यो त धतुरेको घर होइन छोटी तमी पाउन आए कि पाउने होइन प म त धतुरे बाकी छोरी हौ प्यारा छोटी हो प्यारा यार ज्योतिषज्यू के छ के भन्छ हस्टरी खोले मलाई उँभो लाउँछिन्छ नर्बदाले के हो कुरो नर्बदा भनेपछि तेस्री कहाँबाट हुनु तेस्री के त हिट चढ्दै गरेको पोथी यिनको नाम नर्बदा पोथीबाट त तपाईलाई उत्पातै राम्रो हुने देखिन्छ काकालाई पोथी र थोथी चाहिँ साह्रै फाप्छ मलाई थोती हाँसेको र पोथी बासेको फिटिक्कै मन पर्दैन सिजन 3 को पहिलो मुक्का हो यो अरु कति खान्छस् हिसाब गर्दै गर्नु चन्द्रे ए ज्योतिष हेरौँ त हेरौँ मलाई यो नर्बदाले कहाँ पुर्याउलिन् त यो कालो पोथीले तपाईलाई धेरै माथि पुर्याउँछ हो रहेछ गुरु तपाईले भनेको त ठ्याक्कै मिलो अब पाडेजीको रेखामा त्यही देखाएको थियो पोथीको हात हेरे भए अर्कै हुन्थ्यो कुरो ओइ मेरो नर्बदालाई छोड ओइ ओइ छोड छोड बुढिया ओइ जाम न ओइ 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 छोड दे मेरो नर्बदा आया पोथी यो बाज यति शक्तिशाली र अलौकिक छ कि यसले कुखुरा हाँस भेडा मात्रै होइन मान्छेलाई पनि उठाउन सक्छ र यो तीव्र गतिमा उड्ने पनि गर्छ तमाम हदा खुश हबीबी माशाल्लाह ए है अनि के त भन्दाखेरि आखिरमा हो नि त यति भएपछि आफूलाई जे खान मन लाग्यो त्यही खान पाइएन त बाबुले टिपेर ल्याइहाल्छ انت والله زين حبيبي زين حبيبي حبيبي आज पनि यसले कुञ्चको कुखुरा टिपेर ल्याइसकेछ तिम्रो नाटकै बढ्ता भयो ए बाउ होइन यो बाज तिमीले ल्याउन चाहिँ कहाँबाट ल्यायो ये है
दुबईबाट लिएर आएको नि। उता दुबईमा हुँदाखेरि शेखको प्यालेसमा गार्डको जागिर थियो। मेरो ड्युटीबाट खुसी भएर शेखले मलाई सुनको लौरो बक्सिस दिन खोजेका थिए। के त भन्दाखेरि आखिरमा हो नि सुनको लौरोले त बाणलाई के हिर्काउनु भनेर बाज मागेर लिएर आएको। ए गाउँभरिका दुनियाँका कुखुरा टिपेर ल्याउने यो बाज यसले चाहिँ आज मेरो कुटा खाने भयो नि त। बाजसँग कहिल्यै नबाज्नु। सकिगयो नि हातिन पर्ने त छैन। अब मैले लेखेको एक दुईवटा टेस्ट गर्नुहोस्, सब ठिक हुन्छ है त। के भएको उहाँको बाजले कुखुरी टपक्कै लगेछ। कुखुरी फुत्काउनलाई कराउँदै हिँडेछन्। आकाशतिर फर्केर तल दौडिँदाखेरि रुखमा ड्याममै ठोकिएर बेहोस भएका। अहिलेसम्म होसाको छैन। अब के भएको हो भन्ने कुरा त डाक्टर साहबले यसो चेक जाँच गरेर हामीलाई भन्न पर्यो नि। भित्री चोट हुनसक्छ, उहाँको होलबडी चेकअप गराउनुपर्छ। म 2-4 वटा टेस्ट लेखिदिन्छु। यो लगेर काउन्टरमा बिल तिरेर चेक जाँच गर्नुहोस्। डाक्टर साहब पैसा भने बिस्तारै पेमेन्ट गरौँला न डाक्टर साहब। बिरामी बेहोस छ। अहिले उपचार चाहिँ तुरुन्तै सुरु गरिहाल्नु न। एउटा मानवता भन्ने पनि त हुन्छ नि डाक्टर साहब। नर्मदा पोथी कहाँ लगेर लुछ्यो नि बाज डाम्नुले। होइन काम अहिलेसम्म त खुब बाघलाई गाली गरेछ त। अन्त खुब मिठाउने खाइरहेको छ त। मासु त मिठो भइहाल्छ नि, तर उता यो कुखुरा हराउनेको पो मुख अलिकति नमिठो भइरहेछ होला है। बस्दा बस्दा दिक्क लागिसक्यो। रिपोर्ट सिपोर्ट पनि आउँदैन। राम होइन यो के हो? यो सबै उहाँको रिपोर्ट हो। यो सिटी स्क्यानको रिपोर्ट, यो एमआरआई को रिपोर्ट, यो मुटुको रिपोर्ट, यो चाहिँ फियोको रिपोर्ट। अनि खराबी चाहिँ के रहेछ त? के आयो रिपोर्टमा? उहाँको सबै रिपोर्ट नर्मल छ। टाउकोमा लाउने घाउको लागि एउटा मलम लेखिदिन्छु। राति ड्युटी दुख्यो भने पेनकिलर खुवाउनु होला है त। अनि तपाईँ बिल तिरेर घर जान सक्नुहुन्छ है त। ज्यान त मेरो वज्र हो नि, केही भएकै छैन नि। जेठान तल गएर बिल तिरेर आउनुहोस् त। जानुहोस् जयन्ते, जा त जेठानसँगै बिल तिर्न साथी गइदे जा। हिँडै जामादूत कति चाहिँ दुःख दिन्छन् भने नि ज्वाइँले दिन पनि। पूर्व जन्मका साउले के चाहिँ चेक गरेछन् त यो? फियोको होला। फियो ठिक छ मेरो।
सुन्नुहोस् त, हाम्रो बिरामीलाई घर लाँदा हुन्छ भन्नुभयो डाक्टर साहबले। बिल कति भएछ हेरिदिनु न है। तपाईको बिरामीको नाम? नरनारायण पाण्डे शर्मा शास्त्री। ए जयन्ते, तैसँग होला नि 200-400 जति त तिर्त। मसँग त कसरी हुनु र पैसा? ल यो सानो तिनो पैसा मै तिरिराखौँला, पछि मिलाउला। आफ्नै ज्वाइँ हुन् क्यारे। तपाईको बिरामीको जम्मा 2,37,350 भएको छ। कति? 2,37,350। राम 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 राम। सेक्युरिटी सेक्युरिटी। लुवाई, म त आज जाँदैछु। तपाईहरू कहिले जाने हो घर? यो अस्पताल भन्ने ठाउँ चाहिँ धेरै दिन बस्ने ठाउँ होइन है। मेरी आमै नि लौ न, के भयो यसलाई? तल काउन्टरमा ढल्नु भएको थियो। डाक्टरले उहाँको मस्तिष्क घातको शङ्का गर्नुभएको छ। उहाँको के चेक गर्ने भनेर तल डाक्टरहरू मिटिङमा बस्नु भएको छ। जोइन्ते, ए जोइन्ते, जोइन्ते उठ न, उठ। के भयो एक्कासी तँलाई? तिम्रो उपचारको बिल सुनेर एक्कासी ढलेछु नि काका म त। हो र? कति आएछ बिल? 2,37,350। म ढल्छु? म त्यसै ढल्छु? वज्र हो नि त म। मेरी आमै नि 2,37,350 पो बिल। जोइन्ते, अब हामीले जम्मा जम्मी 5 लाख तिर्नु पर्ला जस्तो छ, बुझिस्? 5 लाख? 5 लाख चाहिँ कसरी नि काका? अब ढलेपछि होस आए पनि नआए पनि सबै चेक जाँच गरिहाल्दा रहेछन्। तँलाई पनि मस्तिष्क घात भएको शङ्का गरेर तल डाक्टरहरू मिटिङ गर्दैछन् रे। अब तँलाई पनि त्यो टोड्कोभित्र छिराउँदा, अनेक रगतहरू तान्दा 1 डोको जति रिपोर्ट आइहाल्छ। 5 लाख त पुगिहाल्छ नि। जयन्ते, हाम्रो त्यो झुप्रो बेच्दा 5 लाख त आउला नि है? आयो। ल है, भागेर मरु ए ड्याम्नु त। खोइ त त्यो अघिल्लाको बिरामी? ए त्यो बिरामी? त्यसलाई त मैले यसो चेक जाँच गरेको, सबै रिपोर्टहरू ठिकै आयो। त्यही भएर मैले त डिस्चार्ज गरिदिएँ। सकिगयो नि, सकिगयो नि। सर, हजुर त यो अस्पतालको प्रमुख अरे। लौ न हजुर, म घरै जान पाइनँ भने मलाई घर जान दिनु पर्यो। तपाईँ घर जान पाइहाल्नुहुन्छ नि। अनि पैसा तिर्नुभयो? पैसा अलि ठुलै बिल आयो सर। म यहाँबाट घर जान पाएँ भनेदेखि चाहिँ यसो यताउति चाँजो पाँजो मिलाउँथेँ कि भनेर हजुर। मिल्दैन। पैसा नतिरिकन त मिल्दैन। पहिला यहाँको सबै बिल पेमेन्ट गर्नुहोस्, त्यसपछि मैले यहाँ तपाईँलाई राख्नुपर्ने केही कारणै छैन। पैसा नतिरिकन चाहिँ मिल्दैन। ए बाजे, तपाईँ त आज घर जाने भन्नुहुन्थ्यो, अझै यहीँ हुनुहुँदो रहेछ। निको भइसकेको होइन र? ए दिदी, तिमी भरममा रहेछौ। यो अस्पताल भनेको चाहिँ निको नभएका मान्छे मात्रै बस्ने ठाउँ चाहिँ होइन रहेछ। निको भइसकेका पनि बस्दा रहेछन्, जस्तै म। आत्तिनु पर्दैन, सबै कुरा सुधार हुँदैछ, बिस्तारै ठिक हुन्छ है त।
डाक्टर लु न म घर जानु पर्यो के मेरो मिलेन भने जानुस् न त हामीले त डिस्चार्ज गरिसकेका छौँ बिल तिर्नुस् जानुस् परियो बन्दकमा परियो उपाय नास्ति कहाँबाट ल्याउनु त्यत्रो पैसो हेलो बुढा के भन्छ त अस्पतालले घर आउनु दिँदैन रे ए घर आउन दिएको भए त म आइहाल्थेँ नि रहरले बसेको हो र म यहाँ पैसा पनि अराली उठेन छ कहाँबाट ल्याएर तिर्नु त्यत्रो पैसा अब किडनी बेचेर ल्याएर तिर्नु हुन्थ्यो एउटा किडनी पहिले बेचिहाल्यो खै के गर्ने अनि भोलिको श्राद्ध यहाँ आफ्नै श्राद्ध होला जस्तो भइसक्यो के को श्राद्ध अब यो पालिको श्राद्ध चाहिँ बन्दकमा पर्यो त्यसो भनेर हुन्छ नि त्यसै त यहाँ पितृ रिसाएर यस्तो अनिष्ट भइरहेछ अनि फलफुल चाहिँ ल्याउनु भएन फलफुल पनि चाहिने चन्द्रु फलफुल ल्याइनौ यति त बल्ल जुटाइ पैसा नभएको बेला कहाँबाट ल्याउनु नि तर यो कुरा कसैलाई नभन्नु नि फेरि गुरु फलफुल चाहिने नै हो चाहिन्छ फलफुल त चाहिन्छ फलफुल त छँदैछ नि फलफुल त यहाँ नानुलाई भेट्न आउने मान्छेले ल्याएको छ नि बहिनी फलफुल आयो ल ए भाइ गाईको बाछी लिएर कता माथि श्राद्ध भइरहेछ नि त यसपालिको श्राद्ध चाहिँ गौदान सहितको श्राद्ध हो रे नि त त्यही भएर गाईको बाछो लिएर आएको अस्पतालमै श्राद्ध अनि काका अस्पतालको पैसो तिर्न नसकेर माथि बन्दक भएछन् नि त कहाँ गर्नु त श्राद्ध आयु प्रजां धनं विद्यां स्वर्गं मोक्षं सुखानि च प्रयच्छन्तु तथा राज्यं पितरः श्राद्धतर्पिता ओम ब्रह्मात्रिपन्दां ओम विष्णुस्त्रिपन्दां रुद्रात्रिपन्दां ठ्याक्कै गौदान गर्ने पनि बेला हुन लागिसकेको थियो जयन्तीले बाछी लिएर आइपुग्यो ल जयन्ती त एकछिन बाछीलाई त्यही लिएर उभियो है के गरेको बाजे हो लौ देख्नु भएन श्राद्ध गरेको नि अनि यो श्राद्ध गर्ने ठाउँ हो श्राद्ध गर्ने ठाउँ होइन यो अस्पताल त्यो कुरो मलाई थाहा छ तर श्राद्ध गर्ने ठाउँमा जानै पाइएन उपचार गरेको बिल तिर्न नसकेर बन्दकमा परेको कुरो त हजुरलाई थाहा छँदैछ अनि यहाँ श्राद्ध नगरेर कहाँ गर्नु त उसै त मान्छेको यहाँ पितृ रिसाएर भितण्डा भइराखेको छ नर्बदालाई बाजले लिएर जानु म गएर रुखमा ठोकिनु अस्पतालमा यहाँ यत्रो बिल उठ्नु यो सबै पितृ रिसाएर त हो नि हेर्नुस् डाक्टर म पितृलाई रिसाउन दिने पक्षमा त छँदै छैन है होइन हस्पिटलभित्र त सम्भव ठुलो बच्चा त होइन के गरे यो तेरिका कतिजनालाई भन्नु हो मैले श्राद्ध गरेको हो श्राद्ध तर हाकिम साहब तपाईसँग चाहिँ म रिसाएको छु है यही तपाईँकै अस्पतालमा श्राद्ध भइराखेको छ आउनु ओर्नु छैन
तपाईँ त मान्छे थेत्तरो रहेछ है। थेतरु त तपाईँ हो। हस्पिटलमा आएर सबलाई डिस्टर्ब गरेछ, गाईको बाछी लिएर आछ, श्राद्ध गरेछ। होइन के गरौँ म तपाईँलाई? केही गर्नै पर्दैन नि, श्राद्ध सकियो, थपक्कन पिण्ड सेलाउन जाउँ न। खोलो कता छ? अब एक्लै पिण्ड सेलाउन पठाउँ भाग्ला भन्ने डर। उपचार गरेको पैसै तिरेको छैन। अब पिण्डै सेलाउन कसरी नपठाउनु? यसरी पछि पछि लाग्नुको विकल्पै छैन। त्यही त। ओ बाजे के गर्नु बा? सेलाको नि फुकेर सेलाउनु परेन, तातै रहेछ पिण्ड, त्यही भएर फुकेर सेलाको नि। बाजे ए बाजे बाजे ए बाजे होइन बेहोस भयो कि क्या मान्छे त? मेरी आमै नि बेहोस त म मरे पनि हुँदिन। जिन्दगीमा मैले थाहा पाएको एउटा कुरो के भनेदेखि नि सर, आफूसँग टन्न पैसा छ भने बेहोस हुने, पैसा छैन भनेदेखि बेहोस भइहाल्यो भने पनि उठिहाल्यो होइन? हुँदैन है हुँदैन, अब फेरि पनि त्यो मिसिनमा हाली रगत तान्ने चेतना के पनि नगरौँ है मुलाई। म उहाँ घरबाट तितेपातीहरू मगाउँछु, निचोरेर लाउँदा ठिक हुन्छ। म थपक्कन बेडमै गएर बस्छु। नगरौँ है नगरौँ, के पनि नगरौँ। सकिगयो नि। बाजे, तपाईँको दिनदिनै बिल थपिँदै गइरहेको छ। जतिसक्दो चाँडो बिल तिर्नु होला, फेरि पछि भनेन नभन्नु होला। भन्या छ, नानीहरूले मलाई बेला बेलामा भन्या छ। म यो अस्पतालको गुण कहिल्यै पनि बिर्सिन्न नि होइन? कस्तो छ बच्चालाई? खै कस्तो भन्ने उस्तै छ। तपाईँ गर्न जानुभएको आर्थिक अभावले गर्दा त होला नि है बाजे? आर्थिक अभावले गर्दा होइन, पैसो नभएर चाहिँ हो। धतुरे मेरी आमै नि साथी, मेरो साथी, यत्रो दिन मलाई दुख्दा त्यो गाउँबाट कोही जाम्नाहरू मलाई भेट्न आएनन्, तर तँ भेट्न आइस साथी। त्यसमाथि पनि केरा र अन्डा लिएर आइस। बस साथी बस। मुआई साथी, उपचार गरेको पैसा तिर्न नसकेर बन्दकी पो भएको रहेछस् त। दुःख लाग्यो मुलाई। $2 लाख माथिकै बिल रहेछ होइन? साथी, म पनि कमजोर भएको छु। डाक्टरले अन्डा र फलफुल खानु भन्नु भएको छ। प्रोटिनको कमी भयो रे यो मेरो ज्यानलाई। त्यही भएर अन्डा र केरा साथमै लिएर हिँड्ने गरेको छु।
साथी ट्रगो लिसन है लिसन यसपालि तेरो दशा रहेछ लिसन है लिसन यसपालि तेरो दशा रहेछ रक्षा गर्देऊ ए दन्तकाली बचाउने ठाउँमै मर्ने भयो यो हन्तकाली बुढी मर्ने र काल पल्किने भयो हावा टालमा मेरो हातबाट मर्ने भयो यो धतुरे प्राइभेट अस्पताल फर्का बेटल फर्का आफूलाई भने नभेटुन्जेल उसकै पिरलो आफूलाई भने नभेटुन्जेल उसकै पिरलो भेटेपछि किन गर्छस् कुकुर बिरालो 5 पैसाको ल्वाङ छैन 10 पैसाको स्वाङ धेरै चढेर नबोल आब्रे पादिला छातीमा फाङ के भयो उहाँलाई खै मसँग त राम्रै कुरा गरिराखेको थियो 81 लरपरिँदै गएर पछारियो छारे रोग छ कि क्या उहाँलाई अब छारे भन्दा पनि पछारे चाहिँ होला के कसो हो उहाँ टोड्कोमा लगेर हालेपछि थाहा भइहाल्छ नि ल तपाईँ यो बेडमा साथी जाँच सकियो कति नम्बर आयो 1.5 लाख लु है तैँले पनि राम्रै नम्बर पाइछस् नानी 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 डाक्टर साहब डाक्टर साहब डाक्टर डाक्टर साहब मेरो नानीलाई के सरी ज्योतिजी जीवन बाँचुन्जेलीलाई हो नि जीवन बाँचुन्जेलीलाई हो नि सकिएपछि त सकिगयो नि सकिएपछि त सकिगयो नि सर मेरो नानीको सब लिएर जाऊँ भनेको पहिला अहिलेसम्मको बिल क्लियर गर्नुस् अनि लिएर जानुस् वरिष्ठ राजनीतिज्ञ रमेश बुढाथोकीलाई थप उपचारको लागि एयर एम्बुलेन्सबाट आजै सिङ्गापुर लैजाने तयारी गरिएको छ। स्रोतका अनुसार हिजो बिहान उठ्ने बित्तिकै उहाँलाई अमिलो ढ्याउ आएको र सो ढ्याउले उहाँको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुन सक्ने भएकाले उहाँलाई सिङ्गापुर लैजान लागेको डाक्टरहरूले बताउनु भएको छ। आईसीसीले मंगलबार विश्वकप कतै हाम्रा अस्पतालहरू जेल त बनिरहेका छैनन्। सरकार जनताले सर्वसुलभ स्वास्थ्य सुविधा कहिले पाउने?